के तपाईलाई कहिले लागेको छ तपाईले देखेको संसार साँच्चै साँचो हो? वा तपाई जन्मैदेखि एउटा भ्रममा बाँचिरहनु भएको छ र त्यो भ्रमलाई नै सत्य ठानिरहनु भएको छ? आजभन्दा झन्डै 2400 वर्ष अघि ग्रीसका महान दार्शनिक प्लेटोले यही प्रश्न सोधेका थिए। उनले एउटा यस्तो कथा सुनाए जुन सुनेपछि तपाई आफ्नै जीवनलाई फरक नजरले हेर्न बाध्य हुनुहुन्छ। कल्पना गर्नुहोस्, एउटा गहिरो अँध्यारो गुफा छ। त्यो गुफाभित्र केही मानिसहरू बाँधिएका छन् जन्मैदेखि। उनीहरूका हात खुट्टा र घाँटी यसरी बाँधिएका छन् कि उनीहरूले न त पछाडि फर्कन सक्छन् न त छेउतिर हेर्न सक्छन्। उनीहरूको अनुहार सधैँ गुफाको एउटै भित्तातिर फर्केको छ। उनीहरूको पछाडि एउटा आगो बलिरहेको छ र त्यो आगो र कैदीहरूको बीचमा केही मानिसहरू हिँडिरहेका छन्, विभिन्न आकृतिहरू बोकेर, जनावरका, रुखका, मानिसका आकृतिहरू। जब यी आकृतिहरू आगोको अगाडिबाट गुज्रन्छन्, तिनका छायाहरू गुफाको भित्तामा परिरहेका हुन्छन्। अब सोच्नुहोस्, ती कैदीहरूले जन्मैदेखि यही छायाहरू मात्र देखेका छन्। उनीहरूले न त आगो देखेका छन् न त वास्तविक आकृतिहरू। उनीहरूका लागि भित्तामा परेका ती छायाहरू नै पूरा संसार हो। ती नै वास्तविकता हो। एउटा उदाहरणले बुझौं, जस्तै आजकाल हामी मोबाइल स्क्रिनमा हेरेर संसार बुझ्छौं। तर स्क्रिनमा देखिने कुरा साँचो संसारको एउटा सानो, छानिएको, कहिलेकाहीँ बङ्ग्याइएको प्रतिबिम्ब मात्र हो। तर हामी त्यसैलाई पूरा सत्य ठान्छौं, ठ्याक्कै ती कैदीहरूले छायालाई ठाने जस्तै। अब कल्पना गर्नुहोस्, एक दिन एउटा कैदी बाँधिएको डोरीबाट मुक्त हुन्छ। ऊ पछाडि फर्केर हेर्छ र पहिलो पटक आगो देख्छ। सुरुमा त उसको आँखा चम्किलो उज्यालोले ऐँठिन्छ, दुख्छ। ऊ भन्छ, यो के हो? मैले सधैँ देखेको त छाया मात्र थियो। अझै अगाडि बढाइन्छ, उसलाई गुफाबाट बाहिर ठूलो उज्यालो संसारमा गचेटेर लगिन्छ। बाहिर निस्कदा त झन् चर्को घाम। ऊ आँखा चिम्लिन्छ, तडपिन्छ। तर बिस्तारै बिस्तारै उसका आँखा त्यो उज्यालोसँग अभ्यस्त हुन थाल्छन् र त्यसपछि उसले देख्छ रुखहरू, नदीहरू, आकाश र अन्तमा सूर्य आफै। ऊ अचम्बित हुन्छ। ऊ सोच्छ, मैले गुफाभित्र जे देखेको थिएँ त्यो त साँचो संसारको एउटा धमिलो, नक्कली छाया मात्र रहेछ। यो ठ्याक्कै त्यस्तै हो जब कोही व्यक्तिले पहिलो पटक साँचो ज्ञान पाउँछ, नयाँ दृष्टिकोण पाउँछ वा आफ्नो पुरानो सोचाइभन्दा फराकिलो सत्य बुझ्छ। सुरुमा त्यो असजिलो लाग्छ, दिमाग अलमलिन्छ। तर बिस्तारै बिस्तारै त्यो नयाँ बुझाइ नै वास्तविकता बन्दै जान्छ। अब यहाँ कथाको सबैभन्दा मार्मिक भाग आउँछ। त्यो मुक्त भएको मानिस जसले साँचो संसार देखिसक्यो फेरि गुफाभित्र फर्किन्छ। किनभने ऊ चाहन्छ आफ्ना साथीहरूलाई पनि साँचो कुरा बताओस्, उनीहरूलाई पनि मुक्त गराओस्। तर के हुन्छ? गुफाभित्र फर्किँदा उसका आँखा फेरि अँध्यारोसँग तुरुन्तै तालमेल मिलाउन सक्दैनन्। ऊ ठक्कर खान्छ, राम्ररी देख्न सक्दैन। अरू कैदीहरूले उसलाई हेरेर हाँस्छन्, हेर त, बाहिर गएर यो त बरु अझ बेवकुफ भएर आयो। उसको आँखा नै बिग्रिएछ। ऊ उनीहरूलाई सूर्यको, साँचो संसारको कुरा बताउन खोज्छ, तर उनीहरू विश्वास गर्दैनन्। बरु उनीहरू रिसाउँछन् र उसलाई नै गिज्याउँछन्, धम्क्याउँछन्। यसले के देखाउँछ भने जब कसैले नयाँ सत्य, नयाँ बुझाइ लिएर आउँछ, धेरैजसो मानिसहरूले त्यसलाई तुरुन्तै स्वीकार्दैनन्। बरु प्रतिरोध गर्छन्, किनभने पुरानो परिचित भ्रम नै उनीहरूलाई सजिलो र सुरक्षित लाग्छ। यो कथा केवल एउटा गुफाको वर्णन होइन। यो त हाम्रो आफ्नै दिमागको, हाम्रो आफ्नै सोचाइको प्रतीक हो। गुफा हाम्रो सीमित ज्ञान, हाम्रा पूर्वाग्रह, हामीले जन्मैदेखि सिकेका मान्यताहरू हो। छायाहरू ती सतही जानकारीहरू हुन् जसलाई हामी बिना प्रश्न सोधी सत्य ठान्छौं। जस्तै सामाजिक सञ्जालमा देखिने कुराहरू, समाजले भनेका कुराहरू। बाहिरको उज्यालो संसार र सूर्य गहिरो ज्ञान, सत्य र वास्तविक बुझाइको प्रतीक हो। मुक्त भएको कैदी त्यो व्यक्ति हो जसले प्रश्न सोध्ने साहस गर्छ, आफ्नो पुरानो सोचाइभन्दा बाहिर निस्कने हिम्मत गर्छ। प्लेटो भन्न खोज्छन्, साँचो ज्ञान पाउनु सजिलो छैन।
यो असजिलो, पीडादायी र कहिलेकाहीँ एक्लो बाटो हो। र जब तपाईले सत्य बुझिसक्नुहुन्छ, अरूलाई त्यो बुझाउनु झन् गाह्रो हुन्छ, किनभने धेरैले सुन्न नै चाहदैनन्। अब सोच्नुहोस्, तपाई आफै कुन ठाउँमा उभिनु भएको छ? के तपाई अझै गुफाभित्र छायाहरूलाई नै साँचो मानेर बसिरहनु भएको छ? वा तपाईले बाँधिएको डोरी फुकाउने साहस गर्नुभएको छ? र सबैभन्दा रोचक कुरा त के हो भने प्लेटोको यो कथाले आजको युगमा पनि उत्तिकै अर्थ राख्छ जति 2400 वर्ष अघि थियो। सामाजिक सञ्जाल, समाचार र भ्रामक जानकारीहरूले भरिएको यो जमानामा को साँचो गुफाभित्र छ र को त्यसबाट बाहिर निस्किसकेको छ? यदि तपाईलाई यो कथाले सोच्न बाध्य बनायो भने प्लेटोको अर्को महान किताब द रिपब्लिकमा यस्ता थुप्रै गहिरा कुराहरू छन् जसले तपाईको सोचाइलाई सधैँको लागि बदलिदिन सक्छ। त भन्नुहोस् त, के तपाईँ गुफाबाट बाहिर निस्कने तयारीमा हुनुहुन्छ?